यही प्यासिभ इन्कम आइडियाज मध्येको चाहिँ अर्को एउटा भनेको चाहिँ एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ भने चाहिँ यस्तो कन्सेप्ट हो जहाँ चाहिँ कुनै पनि बिजनेसले चाहिँ तपाईँले उहाँहरूको प्रोडक्ट या सर्भिस प्रमोट गरेको बाबत र तपाईँकोबाट सेल्स भएको लागि चाहिँ तपाईँलाई कमिसन दिने कन्सेप्ट चाहिँ एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ चाहिँ कसरी काम गर्छ भन्दाखेरि होइन, फर्स्टमा चाहिँ तपाईँले के हुन्छ भने त्यो बिजनेसले चाहिँ एउटा कोड अथवा लिङ्क प्रोभाइड गर्छ है। त्यो कोड र लिङ्कको चाहिँ तपाईँले अब आफूले प्रमोट गर्नुहुन्छ, आफ्नो सोसियल मिडियामा राखेर हुन्छ, बायोमा राखेर हुन्छ, अथवा वेबसाइट क्रिएट गरेर हुन्छ, तपाईँले प्रमोट गर्नुहुन्छ। अनि थर्डमा के हुन्छ, प्रमोट गरिसकेपछि कस्टमरले तपाईँको लिङ्क क्लिक गरेर चाहिँ तपाईँको त्यो बिजनेसको वेबसाइटमा जान्छ। त्यो बिजनेसको वेबसाइटमा गइसकेपछि यदि उनीहरूले त्यहाँ पर्चेस गर्यो भने चाहिँ त्यसको बाबत चाहिँ तपाईँले कमिसन पाउने हो कि। इक्जाम्पलको लागि हेरौँ है त, जस्तै उहाँको भिडियो छ, यसले 616,000 भ्युज राखेको छ होइन। यहाँ टपमा के छ, नट भिपिएनमा जानु अनि तपाईँले चाहिँ 2 इयर प्लान प्लस एक्स्ट्रा भनेर डिस्काउन्ट पाउनु भएको छ भनेर छ। अथवा लेट्स चाहिँ अर्को एउटा क्रिएटर हेर्नुहुन्छ भने उहाँले अमेजनको प्रडक्ट्सहरूको चाहिँ यसरी गर्नुभएको छ होइन। सिमिलरली इन्स्टाग्राममा हेर्नुहुन्छ भने लेट्स चाहिँ अर्को मान्छेले चाहिँ यसरी आफ्नो लिङ्क ट्री क्रिएट गरेर यहाँभित्र चाहिँ डिफ्रेन्ट प्रडक्ट्सहरूको लागि चाहिँ एफिलिएट क्रिएट गरेर राख्नुभएको छ। अब एफिलिएट मार्केटिङको फाइदा चाहिँ के भयो भने यो तपाईँले चाहिँ आफ्नो ल्यापटप या इन्टरनेट भयो भने जहाँबाट पनि सुरु गर्न सक्नुहुन्छ है। दोस्रो कुरा भनेको चाहिँ के छ भने मार्केटमा यति धेरै रिसोर्सेसहरू छ यो कुरा सिक्नको लागि, अथवा प्लेटफर्म्सहरू छ, एफिलिएट प्रोग्राम्सहरू छ जहाँ चाहिँ तपाईँले साइन अप गर्न सक्नुहुन्छ। र थर्ड कुरा चाहिँ के भयो भने तपाईँले स्टार्टअप गर्न इन्भेस्टमेन्ट लाग्दैन, पछि तपाईँले एड्स युज गर्न सक्नु होला, तर अर्ग्यानिकली पनि ग्रो गर्न सक्नुहुन्छ। फाइदा त नभनिहालौँ होइन, हल्का डिसएडभान्टेजेसहरू चाहिँ छ है। फर्स्ट भनेको चाहिँ तपाईँले राम्रो प्रोडक्ट र राम्रो सेलर फाइन्ड गर्न गाह्रो छ, त्यो पनि राम्रो कमिसन दिने फाइन्ड गर्न गाह्रो। दोस्रो चाहिँ कम्पिटिसन अति धेरै छ होइन, मान्छेहरू पहिलादेखि नै गरेर 10-15 वर्ष भइसक्यो एफिलिएट मार्केटिङको कन्सेप्ट आएको है। र थर्ड कुरा भनेको चाहिँ तपाईँले सक्सिड हुनको लागि चाहिँ तपाईँको राम्रो मार्केटिङ स्ट्राटेजी र कन्टेन्ट क्रिएसन चाहिँ बबाल हुनुपर्छ। बेसिक्स भयो एफिलिएट मार्केटिङको बारेमा। अब अझै मोर डिटेलको लागि चाहिँ नेक्स्ट भिडियोमा स्टेप्सहरू साथ आउनेछु है त म।